यो उपस्थितिमा कसैको ध्यान छैन, म हुनु नहुनु कसैलाई आवाज छैन, शरीर जीवित हुँदा पनि म बाँचेको छैन, मेरो नामको कुनै अर्थ छैन, त्यसैले त निशब्द राखेको छु। म यसरी यो मेरो नामलाई चाहिँ यसरी व्याख्या गरेको छु। शब्द लेख्दा लेख्दा आफै निशब्द बनेका निशब्दका शब्दहरू नेपाली बजारमा धेरै प्रख्यात छन्। सोसियल साइटहरूमा, टिकटक, फेसबुकहरूमा चर्चा परिचर्चाका शिखरमा छन्। उहाँले जब शब्द बोल्नुहुन्छ ती शब्दहरूमा आफ्ना भावनारूपी शब्दहरू राखेर टिकटकहरू बनाउने आफ्ना फेसमा त्यसलाई लिपसिङ दिनेहरूको भिडमा आज निशब्द हामीले पुनः फेरि भेटाएका छौँ। निशब्दले बोलेका भावनाहरू साँच्चीकै मान्छेको आम जीवनका केही भावनासँग मिल्छ र त्यही मिलेकै आधारमा धेरैले कमेन्ट गर्नुहुन्छ, प्रतिक्रियाहरू दिनुहुन्छ र निशब्दका शब्दहरू प्रायले खोजिरहनुहुन्छ र निशब्दका केही लुकेका शब्दहरू आज हामीले यहाँहरूमा ल्याउनको लागि हामीले होटल पौवालाई रोजेका छौँ र होटल पौवाको यो स्वागत सत्कारको भिडियो पनि यहाँहरूले देखिरहनु भएको छ। हामीले स्क्रिनमा त्यो रिपोर्ट पनि देखाइरहेका छौँ। सेवा सुविधा, होटेलको आनन्दता र मनोरम दृश्यसँग फोटो सेसन अथवा भिडियो टिकटक बनाउन चाहनुहुन्छ भने घोराइमा रहेको होटेल पौवामा आएर एकपटक सेवा लिन पनि सक्नुहुन्छ। यहाँको म्यानेजर साहब पनि साह्रै मिजासिलो हुनुहुन्छ। थ्याङ्क यू।